नमस्कार, म दीक्षा अधिकारी किस मेडिकल कलेज तथा शिक्षण अस्पतालमा MBBS को चौथो वर्षमा अध्ययनरत छात्रा तथा रोटरी क्लब अफ किस मेडिकल कलेजको रोटा वर्ष 2024-25 को उपसचिव। यस 2025 को मार्च महिनालाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेशनल किडनी मन्थको रूपमा मनाइरहेको छ। सो माहलाई मनाउँदै मृगौला सम्बन्धी जानकारी आम मानिसमा पुर्याउने लक्ष्य सहित रोटरी क्लब अफ किस मेडिकल कलेज प्रस्तुत गर्दछ कार्यक्रम स्वास्थ्य सरोकार विज्ञसँग संवाद। मृगौला हेरचाह रोग र तिनका निवारण शीर्षकमा केन्द्रित रही नेशनल किडनी मन्थको विशेष अवसरमा अन्तर्वार्ताका निम्ति नेपालकै प्रख्यात यूरोलोजिस्ट तथा किस मेडिकल कलेज तथा शिक्षण अस्पतालका मृगौला प्रत्यारोपण विभागका प्रमुख डाक्टर नारायण प्रसाद भूषाल हामीमाझ उपस्थित हुनुहुन्छ। उहाँले हाम्रो संस्थालाई किडनी ट्रान्सप्लान्टको क्षेत्रमा एक प्रमुख संस्थाको रूपमा चिनाउन विशिष्ट मद्दत पुर्याउनु भएको छ। आजको अन्तर्वार्ता हामी सबैका लागि निकै ज्ञानवर्धक र प्रेरणादायक हुनेछ। अब विलम्ब नगरी हामी अन्तर्वार्ता सुरु गर्दछौँ। स्वागत छ तपाईलाई यस अन्तर्वार्तामा। धन्यवाद। जब हामी मृगौलाको स्वास्थ्यको कुरा गर्छौँ, धेरै जसो मानिसहरूले यसको महत्त्वलाई पूर्ण रूपमा बुझेका हुँदैनन्। के हजुरले हामीलाई मृगौलाको बारेमा संक्षिप्त जानकारी दिन सक्नुहुन्छ? मृगौलाले हाम्रो शरीरमा के गर्छ, ती किन यति महत्त्व छन् र कसरी थाहा पाइन्छ कि हाम्रो मृगौलाहरू स्वस्थ छन् वा छैनन् भनेर? अब मृगौला भन्ने हाम्रो शरीरको एउटा महत्त्वपूर्ण अङ्ग हो। विशेषतः हामीसँग दुईटा मृगौला लिएर हामी जन्मेका हुन्छौँ र यसको मूल काम चाहिँ वेस्ट म्यानेजमेन्ट गर्ने नै हो। जति पनि चिजहरू हामी खान्छौँ, हामीले मेटाबोलिक एक्टिभिटी जुन गर्छौँ, त्यसकोबाट वेस्ट जुन निस्किन्छ त्यसको व्यवस्थापन चाहिँ मृगौलाले गर्छ। साथसाथै वेस्ट म्यानेजमेन्टसँगै अरू पनि काम छ मृगौलाको। एसिड बेस रेगुलेसन्स, अम्लीयपनालाई व्यवस्थापन गर्छ यसले। हाम्रो ब्लडमा रगतको रातो रगतहरू मृगौलाकै महत्त्व रोल हुन्छ यसमा निकाल्नमा, प्रडक्सन गर्नुमा। त्यस्तै गरेर क्याल्सियम फस्फेटको रेगुलेसनहरू पनि मृगौलाले पनि गर्छ है। बेसिकली यिनै हो मृगौलाको काम भनेको। मृगौला स्वास्थ्य नभएको खण्डमा के लक्षणहरू देखिन सकिन्छ? अब यो मृगौलाको लक्षण भन्दाखेरि कतिपय मानिसमा लक्षणै नदेखि पनि मृगौला बिग्रेको हुनसक्छ। किनभने मृगौला भने कस्तो हुन्छ भने 70% मृगौला ड्यामेज हुँदाखेरि पनि कुनै पनि लक्षण देखिँदैन। जब 70% भन्दा बढी ड्यामेज हुन्छ मृगौला अनि तब अलिअलि लक्षण देखिन्छ। अब लक्षण कस्तो देखिन्छ भन्दाखेरि तिम्रो अब खुट्टाहरू सुनिने हैन, छातीमा पानी जम्ने, त्यस्तै गरेर सास फेर्न गाह्रो हुने, अलिकति उल्टी आउने, वाक वाक लाग्ने हैन, त्यस्तै गरेर राति निद्रा नलाग्ने, छालाहरू चिलाउने हैन, अनि त्यसपछि छालाको कलरहरू चेन्ज हुने, अनि एकदमै विक पालर हुन्छ के। अब हेमोग्लोबिन कम हुन्छ नि त, त्यस कारणले मान्छे पेल देखिन्छ मान्छेहरू है। यस्तो चाहिँ लक्षणहरू हो मृगौलाको मान्छेहरू। मेल र फिमेलमा त्यस्तो फरक छैन। यो मृगौलाले मेल र फिमेललाई प्रेजेन्टेसन उस्तै खास केही फरक छैन। मानिसहरूमा भ्रमहरू पनि हुने गर्छ, त्यस्तो चाहिँ हजुरले यो क्षेत्रमा रहेर केही सुन्नु भएको छ यस्तो भ्रमहरू? इन्ट्रेस्टिङ क्वेसन। कस्तो भ्रमहरू? अब एउटा दुईवटा भ्रमहरू छ मान्छेहरूमा है। एउटा चाहिँ हामीले बुझ्नुपर्ने के छ भने मृगौला मानव कुनै कारणले बिग्रियो, जस्तै मृगौला बिग्रिने दुईटा हुन्छ कि। हामीले एक्युट रेनल फेलियर र क्रोनिक रेनल फेलियर भन्छौँ। कुनै जस्तै इन्फेक्सन भयो अथवा तिमीलाई अब्स्ट्रक्सन भयो हैन, अब अथवा कुनै अब ड्रगले गर्दाखेरि कुनै अथवा मृगौला ड्यामेज भयो हैन, क्रस इन्जुरी भयो, यस्तो बेलामा कहिले काहीँ मृगौला ड्यामेज हुन्छ। त्यस्तो भयो भने मृगौला चाहिँ एक्युट रेनल फेलियर भन्छ। त्यस्तो बेलामा चाहिँ मृगौला ड्यामेज भइसकेपछि त्यो मृगौला फर्किन्छ। तर त्यो मेन वाइन ट्रिटमेन्टको क्रममा, एक्युट रेनल फेलियरको ट्रिटमेन्टको क्रममा चाहिँ त्यतिखेर डायलाइसिसहरू पनि गर्नुपर्ने हुनसक्छ। अनि मान्छेहरूलाई हामी के भन्छौँ भने अब डायलाइसिस गर्नु पऱ्यो भनेपछि
अब यो त मेरो जिन्दगीभरि डायलिसिस खान्छ भनेर मान्छेहरू खुब डरेर आउँछन् क्या। त्यसो होइन, कहिले एक्युट रेनल फेलर भएको मान्छेलाई डायलिसिस गर्दाखेरि चाहिँ त्यसले फाइदा गर्छ, गर्न पनि पर्नुपर्छ कहिलेकाहीँ। तर के छ भने 90% मा चाहिँ मृगौला फर्केर नर्मलमा जान्छ है। यो भ्रम के छ भने एकचोटि डायलिसिस गरिसकेपछि सधैँ बस्नुपर्छ भन्ने पनि छैन है, त्यो चाहिँ एउटा चाहिँ भ्रम। अर्को चाहिँ कस्तो छ भने अब मानव क्रोनिक रेनल फेलर भनेको चाहिँ जस्तै अब डायबेटिक छ, प्रेसरले छ, गर्दाखेरि स्लोली मृगौला बिग्दै गयो अनि किडनी फेल भयो। किडनी फेल भइसकेपछि एउटा इन स्टेज रेनल डिजिज भन्छौँ हामी, जहाँ चाहिँ मृगौला कम्प्लिटली फेल हुन्छ। त्यस्तो मान्छेहरूमा के छ भने अब एउटा भ्रम के छ भने यहाँ हाम्रो अब विभिन्न भनौँ न अरू औषधि गरेर, आयुर्वेदिक औषधि गरेर किडनी फेल भएको मान्छेलाई फर्काउन सकिन्छ भनेर अहिले तपाईँले सोसियल मिडियामा विभिन्न तपाईँले एडभर्टाइज देखिरहेको हुन्छ। त्यो चाहिँ एउटा ठुलो भ्रम हो। यो चाहिँ ठुलो भ्रम, किनभने जब किडनी कम्प्लिटली फेल हुन्छ मान्छेलाई बाँच्नको लागि चाहिँ डायलाइसिस र ट्रान्सप्लान्ट अर्को उपाय छैन। अहिलेसम्म संसारमा कहीँ पनि भनेको छैन कम्प्लिटली फेल भइसकेपछि। जब तपाईँलाई सास फेर्न गाह्रो हुन्छ, तपाईँ इमर्जेन्सी रुममा जानुहुन्छ, त्यसपछि अब तपाईँ पोटासियमहरू बढी भएको हुन्छ, मुटुमा पानी जमेको हुन्छ, निन्द्रा लाग्दैन, यस्तो भएपछि अनि हामीले इस्टिमेट गर्छौँ एउटा बेला हुन्छ, त्यो बेलामा किडनी फेल भयो। अब त्यस्तो भइसकेपछि डायलाइसिस बस्नु र ट्रान्सप्लान्ट गर्नुभन्दा उपाय हुँदैन। तर कति मान्छे भ्रम के छ भने अब केही गरेर हुन्छ कि बाहिर गएर हुन्छ कि आयुर्वेदिक खाएर हुन्छ कि विभिन्न किसिमको अहिले हुन्छ नि हर्बल खाएर हुन्छ भनेर एडभर्टाइज गरिराखेको छ। यो चाहिँ ठुलो भ्रम हो। मान्छेहरू त्यो चाहिँ पैसा असुल्ने त्यो मेसिन बनाइरहेको छ उनीहरूले यसको लागि, किनभने निको नहुने रोगलाई चाहिँ निको हुन्छ भनेर उनीहरूले फल्स एउटा दिइरहेछ। त्यसो गर्दाखेरि चाहिँ मान्छेहरूले दुःख पाइरहेछ र मान्छेको मृत्यु पनि भएको छ। त्यो मान्छे त डायलाइसिस गरेर अथवा ट्रान्सप्लान्ट गरेर बाँच्थ्यो नि त होइन। अब विभिन्न किसिमको भ्रममा परेर उनीहरू अरू अल्टरनेट उपचार गर्न जान्छ, त्यसरी छिटो मृत्यु भएको छ। त्यही भएर यो भ्रम चिर्नको लागि म के भन्न चाहन्छु भने तपाईँको मृगौला कम्प्लिटली फेल भइसक्यो भने पनि हामीसँग उपाय भनेको डायलाइसिस छ, ट्रान्सप्लान्ट छ। यो भ्रममा चाहिँ अरू आयुर्वेदिक के भनेर अहिले जुन अहिले आइरहेछ मिडियामा अब डायलाइसिस गर्नु पर्दैन भनेर आइरहेछ, यो चाहिँ एकदम गलत हो। तपाईँले आफ्नो खानपिनमा एकदमै विचार गर्नुभयो भने डायलाइसिसको जुन फ्रिक्वेन्सी घटाउन सक्नुहुन्छ अलिकता होइन। तपाईँको फोहोरलाई थोरै खानुभयो भने थोरै फोहोर निकाल्नुहुन्छ, थोरै फोहोर निकालेपछि चाहिँ तपाईँको धेरै डायलाइसिस गर्नु पर्दैन। त्यस्तो ठाउँमा चाहिँ छ तपाईँले डायटहरू मोडिफाई गरेर मृगौला फेल भइसकेपछि पनि आफ्नो लाइफस्टाइल चेन्ज गरेर अलिकति हेल्प चाहिँ गर्न सक्नुहुन्छ। तर के भन्नु पार्नुहोस् भने मृगौला बिग्रिसकेका मृगौला फर्केर आउँदैन। बिगेस्ट म्यासेज के हो भने मृगौला एकचोटि बिग्रेपछि फर्केर आउँदैन, पिरियड। लक्षणहरूको कुरा पनि गऱ्यौँ अनि यही मृगौलाकै सम्बन्ध कुरा गर्दै जाँदाखेरि चाहिँ हजुरले जस्तो भन्नुभयो जीवनशैली चाहिँ हामीले चेन्ज गर्नुपर्ने छ भनेर। खानेकुराहरूमा चाहिँ कस्तो कुरामा चाहिँ हामीले ध्यान पुर्याउनु पर्ने हुन्छ? अब यो मृगौलाको मान्छेले जीवनशैली विशेषता मृगौलाको मान्छेले जीवनशैली के छ भने मृगौलाको मान्छेले यो सबैभन्दा बढी मृगौला फेल हुने कारण चाहिँ डायबेटिक र हाइपरटेन्सन हो। त्यतातिर हामीले बढी सोच्नुपर्छ क्या, त्यो अनुसारको लाइफस्टाइल जिउनुपर्छ। भनेपछि अब सुगरको बिरामी छ भने सुगरलाई चाहिँ राम्रोसँग कन्ट्रोल गर्नु पर्यो। प्रेसरको बिरामी छ भने प्रेसर कन्ट्रोल गर्नु पर्यो, औषधि टाइममा खानु पर्यो। सँगसँगै अब हाम्रो खानपान लाइफस्टाइलमा अब जेनरली यो सबैमा लागु हुन्छ, मृगौला मात्रै होइन। यो जस्तै स्मोकिङ गर्न भएन होइन, चुरोट खान भएन, रक्सी पनि धेरै खान भएन, रक्सीले पनि मृगौला बिगार्छ है। त्यसपछि राम्रोसँग सुत्नु पर्यो, सुताइ पनि राम्रो चाहिन्छ, आवश्यकता छ। त्यसपछि हामीलाई नुन पनि धेरै लिनु भएन, एकदमै धेरै नुन भयो भने पनि मृगौला बिग्रिन्छ, प्रेसर बढ्छ, त्यसले फ्लुइड रिटेन्सन गर्छ, प्रेसर बढाइदिन्छ होइन। त्यस्तै गरेर अब यो बाहिरको सल्ट के अरे यो जुन ब्रेभरेजहरू छ नि, यो स्विटनरहरू, स्विट हालेको बेभरेजहरू छ, जो जुस कोका कोलाहरू छ, यसले पनि मृगौला बिगार्छ। किनभने यसमा पनि के भन्छ धेरै सुगर हुन्छ। सुगर गर्दाखेरि हाम्रो शरीरमा डायबेटिक बढाइदिन सक्छ, डायबेटिक रिस्क पार्न सक्छ, मृगौला भार पार्न सक्छ। त्यो अनुसारले हामीले खानपिनमा पनि त्यो पनि ख्याल गर्नुपर्ने हुन्छ। रेगुलर एक्सर्साइज गर्नु पनि उत्तिकै इम्पोर्टेन्ट छ। भनेपछि यो मृगौलालाई बचाउने जुन हामीले जुन लाइफस्टाइल चाहिँ यो सबै अङ्गलाई काम लाग्छ। यो मुटुलाई पनि काम लाग्छ, कलेजन काम लाग्छ। अहिले मैले भनेको कुराहरू है, त्यो चाहिँ ख्याल। अहिलेको युवाहरूमा रक्सी चुरोट खाने ट्रेन्ड बढ्दो क्रममा छ। मृगौलाको सुरक्षाको लागि हजुर युवाहरूलाई कस्तो जनचेतना फैलाउन चाहनुहुन्छ? अहिले हाम्रो लाइफस्टाइल चेन्ज छ है, मैले भन्यो रक्सी चुरोट पनि अहिले बढेको छ। सँगसँगै हाम्रो कन्जम्सन मिट आइटमहरू, प्रोसेस फुडहरू पनि खाने चलन छ। जस्तै हामीले अहिले बर्गरहरू खान्छौँ
होइन। त्यस्तै चाहिँ हामीले अब यो स्यान्डविचहरू खान्छौँ अनि अब यो अब त्यही बेलामा बेन्च ड्रिङ्किङ अब एकचोटि गएको बेला एकदमै अब कुनै अब अनकन्ट्रोल प्रकारले ड्रिङ्कहरू गर्ने त्यो बेला यी सबैले चाहिँ मृगौलालाई असर पर्छ, अरूले पनि असर गर्छ। मृगौलालाई मैले भनिहालेँ, मृगौलालाई रक्सीले, चुरोटले, होइन, अल्कोहलले, अब स्मोकले एकदमै असर गर्छ। त्यो मृगौला भने त्यहाँको त्यसलाई पनि बस्नु पर्ने हुन्छ। त्यस्तै गरेर अब यो रेड मिट र प्रोसेस फुड पनि अब यो मृगौलालाई चाहिँ राम्रो यसमा बस्नु राम्रो। सर, अनि रोकथामको सन्दर्भमा मृगौला रोगको निम्ति स्क्रिनिङ गर्नु कतिको महत्त्वपूर्ण छ र कति उमेरदेखि यो सुरु गर्नुपर्छ? यो इम्पोर्टेन्ट क्वेसन छ। मृगौलाको रोगलाई कसरी स्क्रिनिङ गर्ने, कतिखेर चेक गर्ने, होइन। अब सिम्पल के छ भने मृगौलाको रोगमा यदि तपाईँको उमेर 60 वर्षभन्दा बढी छ, अथवा तपाईँलाई डायबेटिक छ, अथवा तपाईँलाई हाइपरटेन्सन छ, ब्लड प्रेसर छ, सुगर छ र उमेर 60 भन्दा माथि छ, यदि यी कुनै अब यो तिनवटामा कुनै एउटा छ भने चाहिँ तपाईँले एकचोटि आफ्नो मृगौला जाँच गर्नु राम्रो हुन्छ। मृगौला जाँच गर्नु एकदमै सिम्पल छ। एउटा रुटिन युरिन टेस्ट भन्ने पाउँछ, 20 रुपियाँको टेस्ट हो, त्यो जहाँ पनि उपलब्ध छ। त्यो हेऱ्यो भने त्यसमा डिप्सिस टेस्ट र अनि माइक्रोस्कोपिक टेस्ट भन्ने हुन्छ। त्यसमा चाहिँ अब त्यसमा प्रोटिनहरू लिक छ कि छैन, इन्फेक्सन छ कि छैन, हरेक कुराहरू त्यहाँ हामीले देख्न पाउँछौँ। त्यसले धेरै बताइदिन्छ मृगौला बारेमा। सिम्पल युरिन टेस्ट र अर्को चाहिँ एउटा चाहिँ रेनल फङ्सन टेस्ट, रगतबाट गर्ने चाहिँ आरएफटी भन्छौँ हामी। त्यो दुईवटा टेस्ट गर्नुभयो भने मृगौला सबै कुरो तपाईँको मृगौला कुन कन्डिसनमा छ, यो फर्दर टेस्ट गर्नुपर्छ कि पर्दैन भन्ने कुरो त्यहाँबाट थाहा हुन्छ, है। तर अब नर्मल मान्छे छ, हामीहरू एकदमै यङ मान्छे छ, खासै समस्या छैन, तपाईँको अब पिसाब पनि राम्रो भइरहेको छ भने सबै टेस्ट गर्नु जरुरी छैन, है। अब पिसाब गर्दाखेरि पिसाब फिज आयो एकदमै फिज अत्याधिक आइरहेको छ र तपाईँलाई त्यो रिस्क फ्याक्टरहरू छ भने चाहिँ टेस्ट चाहिँ गर्दा राम्रो हुन्छ। एक्चुअली चाहिँ एटलिस्ट युरिन टेस्ट र रेनल फङ्सन टेस्ट एक्चुअली गर्दा राम्रो हुन्छ। मृगौला रोगका विभिन्न चरणहरूमा मुख्य उपचार विधिहरू के हुन्छन्? उपचार विधि मृगौलामा पनि हजारवटा रोग छ। मृगौलाको क्यान्सरहरू छ, होइन। मृगौलामा चाहिँ ढुङ्गाहरूको हुनसक्छ, मृगौलाको इन्फेक्सन हुनसक्छ, बच्चाहरूको फेरि रोग आफ्नै अब कन्जेनिटल रोगहरू छ, होइन। त्यसपछि अब मृगौला कम्प्लिटली फेल पनि हुनसक्छ भने चाहिँ अब तपाईँ कुन स्टेजमा हामीसँग आउनु भएको छ त्यो अनुसार उपचार हुन्छ, होइन। जस्तै अब ढुङ्गाको कुराहरू छ भने त्यसलाई हामीले औषधि पनि पाएर त्यसको इन्डोस्कोपी उपचारहरू गरेर त्यसलाई तलबाट हामीले, होइन, दूरबीन लगाएर पनि हामीले त्यो ढुङ्गा निकाल्न सक्छौँ। क्यान्सरहरू छ भने क्यान्सरलाई त्यो क्यान्सरको पार्टलाई निकाल्न सक्छौँ, अथवा क्यान्सरलाई भने किडनी नै क्यान्सर भयो किडनी पुरै निकालेर पनि त्यसलाई निकाल्न सक्छौँ। त्यसै गरेर कहिले मृगौला थुनिएको छ भने त्यसलाई चाहिँ हामीले विभिन्न स्ट्यान्डिङहरू गरेर थुनेको मृगौलालाई त्यो पिसाबको बाटो खुलाइदिन सक्छौँ। त्यस्तै गरेर बच्चामा पनि मृगौलाको समस्याहरू आउन सक्छ। बच्चामा कन्जेनाइटल कहिलेकाहीँ मृगौलाहरू थुनिने हाइड्रोनेफ्रोसिस हुनसक्छ, त्यसलाई पनि हामीले उपचार गर्न सक्छौँ। अब लास्टमा मृगौला पुरै बिग्रियो, दुइटै मृगौला बिग्रियो, एउटा होइन दुइटै मृगौला बिग्रियो भने अब डायलिसिस बस्नु पऱ्यो भने प्रत्यारोपण गरेर पनि मान्छेलाई नर्मल जीवनमा रहन सकिन्छ। अनि उपचारको प्रसङ्गलाई जोड्दै मृगौला रोग व्यवस्थापन गर्नका लागि प्राय कुन औषधिहरू प्रयोग गरिन्छ भन्ने जिज्ञासामा आजले भनाइ छ। अब मृगौला रोगीको पनि कस्तो हुन्छ भने मृगौला रोगको तपाईँलाई बुझ्नुपर्ने मेन मृगौला बिग्रिने 5वटा कारण छ। एउटा डायबेटिक, हाइपरटेन्सन, ग्लोमेरुलोनेफ्राइटिस, त्यसपछि पोलिसिस्टिक किडनी डिजिज र अब्स्ट्रक्टिभ युरोप्याथी। अब्स्ट्रक्टिभ युरोप्याथीको प्रोस्टेटको कारणले, ढुङ्गाको कारणले, क्यान्सरको कारणले रोकिन सक्ने। अब यसमा चाहिँ के छ भने त्यो मृगौलालाई चाहिँ हामीले उपचार गर्दाखेरि सर्जिकल उपचार पनि चाहिन्छ, मेडिकल उपचार पनि चाहिन्छ। जस्तै तपाईँको डायबेटिक छ, हाइपरटेन्सन छ, ग्लोमेरुलोनेफ्राइटिस छ, यो रोगहरू के छ यिनीहरू चाहिँ मेडिकल कन्डिसन रोगहरू। यसमा चाहिँ नेफ्रोलोजिस्टमा गएर नेफ्रोलोजिस्टले उसको पर्ने बायोप्सी पनि गर्नुपर्ने हुन्छ रोग पत्ता लगाउनलाई। त्यसपछि उहाँहरूले त्यो अनुसारको रोग पत्ता लगाइसकेपछि त्यो अनुसारको उपचार गर्नुहुन्छ, है। किडनीमा विभिन्न किसिमको ग्लोमेरुलोनेफ्राइटिसहरू भन्ने हुन्छ, त्यसलाई पनि हामीले उपचार गरेर त्यसलाई चाहिँ कम गर्न सक्छौँ। अब हाम्रो युरोलोजिस्टहरूले हामीले चाहिँ उपचार गर्ने भनेको जस्तै अब्स्ट्रक्टिभ युरोप्याथी, मृगौलामा ढुङ्गा भयो अथवा मृगौलामा प्रोस्टेटले गर्दाखेरि मृगौला असर गर्यो, होइन, मृगौलामा घरिघरि इन्फेक्सन गरायो ढुङ्गाले गर्दाखेरि, अथवा मृगौलामा क्यान्सर भयो, यस्तो भयो भने चाहिँ हामीले चाहिँ त्यसलाई चिरफार गरेर त्यो मृगौलालाई बचाउन कोसिस गर्न सक्छौँ। अब अन्त्यमा चाहिँ भएन भने सर्जरी छँदैछ।
यो मृगौला प्रत्यारोपणको क्षेत्रमा कुनै माइलस्टोन बन्न पुगेको कुरा कुनै डाक्टरलाई थाहा छ भने त्यो भनिदिनुहुन्छ। जब हाम्रो मृगौला कम्प्लिटली बिग्रिन्छ नि त्यसलाई हामीले इन स्टेज रेनल डिजिज भन्छौँ। अनि इन स्टेज रेनल डिजिज भइसकेपछि मान्छेलाई बाँच्नको लागि चाहिँ आइदर डायलाइसिस अथवा प्रत्यारोपण, त्यो दुईटा भन्दा उपाय छ है। अब नेपालमा राम्रो के छ भने डायलाइसिस नेपाल सरकारले फ्री पनि गरेको छ र नेपालमा अहिले डायलाइसिस सुविधाहरू पनि एउटा धेरै ठाउँमा विस्तारित भइरहेको छ। र तर के छ भने मान्छेलाई नर्मलमा फर्काउने, मान्छेको क्वालिटी अफ लाइफ, मान्छे चाहिँ धेरै माथि चाहिँ ट्रान्सप्लान्टमा गएको हुन्छ। ट्रान्सप्लान्टको आफ्नो समस्या भनेको अर्ग्यान पाउनु पऱ्यो, दिने मान्छे पाउनु पऱ्यो है। भनेपछि डायलाइसिस ट्रान्सप्लान्टमा अब एउटा राम्रो आशा गर्ने ठाउँ कहाँ छ भने अब ट्रान्सप्लान्टको एकदमै राम्रो आउटकम छ। मान्छे 3 गुणा बढी बाँच्छ, मान्छेले आफूले चाहेको खाना खान सक्छ, मान्छेले आफ्नो लाइफस्टाइल नर्मल फर्किन सक्छ, उसले आफ्नो फेरि समाजलाई कन्ट्रिब्युट गर्न सक्छ। तर अहिले कन्स्टेन्ट चाहिँ डोनर, त्यो अर्का दिने मान्छेको एउटा हेल्दी मान्छेको मृगौला दिनु पऱ्यो नि त होइन। अहिले डोनर कन्स्टेन्ट छ क्या हाम्रो ठाउँमा चाहिँ। तर त्यो अब नयाँ अहिले निस्केको छ भने अहिले जिनो ट्रान्सप्लान्ट भन्ने पनि निस्केको छ। अहिले भर्खरै अमेरिकामा जिनो ट्रान्सप्लान्ट सक्सेसफुल भएको छ। त्यो जिनो ट्रान्सप्लान्ट भनेको चाहिँ पिग, जेनेटिकली मोडिफाइड पिगलाई त्यसलाई चाहिँ जेनेटिकली मोडिफाई गरेको किडनी चाहिँ मान्छेमा हालिएको छ र त्यो सफल भएको छ। आशा गर्ने ठाउँ त्यहाँ छ कि अब भोलि हामीले पनि जिनो ट्रान्सप्लान्ट गर्न सक्यो भने यो अर्ग्यानको सर्टेज चाहिँ कम गर्न सक्यो कि र हाम्रो बिरामीहरूले चाहिँ एउटा पुनर्जीवन फेरि पाउनु पर्ने। एज अ युरोलोजिस्ट किस्ट मेडिकल कलेजमा चाहिँ हजुरको कस्तो जर्नी रहेको छ त? कलेजमा चाहिँ ट्रान्सप्लान्ट हामीले सुरु गरेको लगभग 4 वर्ष भयो। म यो हस्पिटलमा आएको 6 वर्ष भयो। 2 वर्ष हामीलाई प्रिपरेसन गरेर लाग्यो र हामीले यो अवधिमा अहिले चाहिँ साँच्चै भन्नुपर्दाखेरि प्राइभेट सेक्टरमा सबभन्दा बढी मृगौला प्रत्यारोपण गरे अहिले हामी पनि भएको छौँ। अहिले हामीले अहिलेसम्म 173 जनाको हामीले मृगौला प्रत्यारोपण गरिसकेका छौँ सफलतापूर्वक। यसमा अझ हामीले 8-10 जति केस चाहिँ हामीले पेयर एक्सचेन्ज, त्यो भनेको ब्लड ग्रुप नमिलेको मान्छेहरूलाई चाहिँ 2टा मान्छेहरूको पेयरलाई साटोसाट गरेर एकै दिन अपरेसन गर्ने, त्यो पनि सक्सेसफुल तरिकाले गरिरहेका छौँ। र अर्को चाहिँ एकदमै मेडिकली कम्प्लेक्स केसहरू जस्तै तपाईँको डबल भेसलहरू हुन्छ, डबल भेन, डबल आर्ट्री, त्यस्तै गरेर विभिन्न किसिमको मुटुमा समस्या भएको बिरामीहरू, जस्तै अब पेसमेकर राखेको मान्छेहरू, त्यस्तै गरेर स्टेन्ट गरेको मान्छेहरू होइन। हामीले चाहिँ त्यो पनि हामी यहाँ गऱ्यौँ। त्यो एउटा हाम्रो राम्रो सफलता, एकदम राम्रो आउटकम पनि छ त्यसमा। त्यस्तै गरेर हामी कहाँमा लाग्छ नेपालमा सबैभन्दा एल्डरली डोनर है, 60 वर्ष कटेरमा सबभन्दा एल्डरली डोनर दिने पनि हामी कहाँ होला जस्तो लाग्छ। हामी कहाँमा 2-3 जना बिरामीहरू 70+ को डोनर हुनुहुन्छ। उहाँले आफ्नोलाई औषधि के अरे मृगौला दिएर चाहिँ बचाउनु भएको छ। भनेपछि यो जर्नी एकदमै एक्साइटिङ छ। र अर्को कुरा चाहिँ हाम्रो आउटकम चाहिँ एकदमै राम्रो छ। अहिलेसम्म मैले भन्नुपर्दाखेरि हामी सर्जरीबाट चाहिँ मृगौला ट्रान्सफर गरेको बिरामीलाई बिग्रियो भन्नु परेको छैन अहिलेसम्म। हामी त 100% नै अहिलेसम्म सर्जरीबाट सक्सेस भइरहेको छ। हाम्रो एउटा दुईटा केसहरू चाहिँ इन्फेक्सनको कारणले अथवा इन्भलिजमको कारणले हाम्रो चाहिँ हाम्रो प्रयास भएको छैन। तर हाम्रो आउटकम चाहिँ इन्टरनेसनल जुन छ आउटकम, जस्तै तपाईँ अमेरिका, इन्डिया, युरोपमा जति छ जुन आउटकम छ नि 99% 1 year सर्भाइभल प्लस 95% 5 years सर्भाइभल भन्छ नि। हाम्रो अहिलेसम्म 4 वर्षमा चाहिँ अहिलेसम्म 96% भन्दा बढी छ 4 वर्ष चाहिँ हाम्रो। त्यो हिसाबले हामीले अहिले इन्टरनेसनल स्ट्यान्डर्ड जति आउटकम छ नि हाम्रो पनि लगभग त्यही इन्टरनेसनल स्ट्यान्डर्डै छ। त्यही भएर हाम्रो मृगौला प्रत्यारोपण प्रोग्राम चाहिँ अहिले जसरी बाहिर तपाईँहरूको स्ट्यान्डर्ड जुन प्रोग्राम छ त्योभन्दा कम छैन, एकदम राम्रो छ, बेटर छ, आउटकम राम्रो आएछ। त्यसमा हजुरको यो जर्नीमा कुनै केसले हजुरको मन छोएको छ? धेरै छ। हरेक मान्छेको आफ्नो कहानी हुन्छ। हरेक मान्छेको हामीसँग एउटा यो जर्नी हुँदैछ। मान्छेहरू हामी कहाँ एकदमै दुःख लिएर आउनुहुन्छ, त्यसपछि दुःख लिएर आइसकेपछि अनि यहाँ हामी कहाँ हामीले अप्सन गर्छौँ र उहाँहरू खुसी भएर जानुहुन्छ होइन। हरेक मान्छेहरूले आउनु मन छ। एउटा म बताइदिन्छु, एउटा चाहिँ बिरामी, अब त हरेक बिरामीको आफ्नो एउटा स्टोरी चाहिँ हुन्छ। एउटा स्टोरी चाहिँ एकजना आमा हुनुहुन्थ्यो, उहाँको एउटा छोरा, एकजना छोरा, अनि आमा चाहिँ सी वाज डेस्परेट टु गिभ हर किडनी होइन, बच्चालाई छोरालाई चाहिँ अब म किडनी दिन चाहन्छु भन्नुहुन्थ्यो। अनि हामीले इभ्यालुएट गर्ने क्रममा उहाँको चाहिँ यो चाहिँ
साइटस इन्भर्सस टोटालिस त्यो भनेको चाहिँ उहाँको दायाँ मृगौला देब्रेतिर देब्रेगौला दायाँतिर मुटुक चाहिँ देब्रेतिर दायाँतिर कलेजो देब्रेतिर सबै उल्टो होइन। अनि उहाँको त्यस्तो खालको केस पनि थियो। अनि हामीले सायद नेपालमै फर्स्टचोटि हुनुपर्छ यो चाहिँ हामीले चाहिँ ल्याप्रोस्कोपी प्रविधिबाट उहाँको राइट साइडको किडनी चाहिँ हामीले लिएर हामीले उहाँलाई प्रत्यारोपण गरेर संस्कृति पठायौँ। त्यो चाहिँ एउटा हाम्रो तर्फ हामीलाई पनि नयाँ एक्सपिरियन्स भयो। यो साइटस इन्भर्ससलाई पनि राम्रोसँग सेफली ल्याप्रोस्कोपी गर्न सकियो। र अर्को एउटा मैले भन्न चाहेँ हाम्रो स्ट्रेन्थ चाहिँ हामीले बढी यस्तो केसहरू चाहिँ ल्याप्रोस्कोपी गर्छौँ। ल्याप्रोस्कोपिक डोनर नेफ्रेक्टोमी भनेको कस्तो भने चाहिँ हामीले सानो प्वाल बनाएर चाहिँ मृगौला चाहिँ हामीले निकाल्छौँ। त्यसो गर्दाखेरि चाहिँ डोनरहरू चाहिँ बढी आफ्नो अङ्ग दिँदाखेरि चाहिँ बढी एक्सेप्ट गर्छ कि। किनभने यो ढाड छिरेर यत्रो यो मृगौला निकाल्दाखेरि के हुन्छ एउटा स्टिग्मा पनि छ कि अब मृगौला छैन भने हुन्छ नि अब उसलाई दुखाइ पनि बढी हुन्छ, ब्लड लस बढी हुन्छ, एउटा एक किसिमको जर्नी उनीहरूको ओपन सर्जरी जुन पहिलाको थियो। अहिले चाहिँ ल्याप्रोस्कोपी गरेपछि के भएको छ भने डोनरहरू बढी एक्सेप्टेड हुन थालेको छ। दे जस्ट एक्सेप्ट मोर होइन। किनभने सानो दुलो बनाएर गर्दाखेरि भोलि घाउ पनि देख्दैन। भर्खरको यङ लेडिजहरूले पनि अपरेसन गर्छ, भोलि घाउ पनि देख्दैन भने ए ठिक छ नि त भन्ने हुन्छ नि त होइन। उनीहरूलाई कस्मेटिक पनि राम्रो हुन्छ, सँगसँगै अरूको पनि त्यसो राम्रो हुन्छ है। दुखाइ कम हुन्छ, हस्पिटल धेरै बस्नु पर्दैन, ब्लड लस कम हुन्छ। त्यही भएर हाम्रो यहाँ फोकस चाहिँ ल्याप्रोस्कोपी हुन्छ। म्याटर अफ फ्याक्ट हामीले अलमोस्ट 100 केस ल्याप्रोस्कोपी गरेको छौँ 193 केस। अब हामी अन्त्यमा आउँदै गर्दाखेरि चाहिँ मृगौलाको स्वास्थ्यको बारेमा समग्रमा के थाहा पाउनुपर्छ त हामीले? अब अहिले मैले भने पनि हालेँ हाम्रो मृगौला स्वास्थ्य राख्नलाई हामीले गर्नुपर्ने चिजहरू 7 to 8 आवर्स स्लिप, त्यसपछि एडिक्वेट हाइड्रेसन गर्नु पर्यो है। त्यसपछि अलि नुन अलिक कम खाना खानु पर्यो। सुगरी बेभरेज भएको ड्रिङ्क्सहरू घटाउनु पर्यो। रक्सी चुरोट स्मोकिङ र ड्रिङ्किङ गर्नु भएन है। त्यस्तै गरेर यदि तपाईँ हाइपरटेन्सन छ, डायबेटिक हुनुहुन्छ अथवा 60 वर्ष कटेको छ अथवा तपाईँको पिसाबमा फिज बब्ली पिसाब छ भने चाहिँ मृगौला चाहिँ सिम्पल एउटा युरिन टेस्ट र रेनल फङ्सन टेस्ट जाँच गर्दाखेरि चाहिँ राम्रो हुन्छ। यति भन्दै अब हामी यस कार्यक्रमको अन्त्यमा आउँदैछौँ। धन्यवाद। ल धन्यवाद।